च्याउ लिए 1 टुक्रा, फल पाकेको फर्सी लिए सानो 1 टुक्रा, अनि गाजर लिए सानो 1 टुक्रा, अनि चुकुन्दर लिए सानो 1 टुक्रा, अनि त्यसपछि भेजिटेबलमा मैले सानो लियो आज चिप्ली भिन्डी एड गर्न गएको थिएँ। घिउ एड गर्छु, थोरै, धेरै दिनुहुन्न बच्चाहरूले। अनि यसमा म पानी एड गर्छु। पानी पनि एड गरिसकेपछि मैले यति थोरै अलिकति बेसार एड गर्छु। बेसार म नुन चाहिँ एड गर्दिनँ। म नुनको अहिलेसम्म मेरो बाबुलाई नुन दिएको छैन मैले। 1 वर्ष लागेपछि दिन्छु। अनि फेरि यसलाई पकाउन लाग्छु। हेलो गाइस, यो चाहिँ पाकिसकेपछि चाहिँ यो यस्तो भइसक्यो। अब म यसलाई मिक्सरमा पिस्छु। मैले चाहिँ चाउल यति लिएको छु, मेरो छोराले यति नै खान्छ। यो चाहिँ फाइनल लुक गाइस। Shani, यसरी खान्छ। Shani.